हेलो एन्ड नमस्ते सबजनालाई फेरि पनि मेरो भिडियोमा स्वागत छ है। आज चाहिँ हामी मैरुङ जान आँटेको छु। त्यहाँनिर चाहिँ पार्टी छ है। अनि आप्पा मम्मी म सबैजना जान्छु, मामुहरू पनि। अन्त अब हामी चाहिँ अलिअलि नक्कल चाहिँ पारेको छ, अब रेडी भएर भेट्छु। हामी चाहिँ हिँडिसक्यौँ गाइज। मम्मी र मैले चाहिँ कुर्ता लगायो। मैले चाहिँ आज पनि यही लगाएको छु, यो चाहिँ कम्फर्टेबल छ नि त। यो चाहिँ मम्मी हुनुहुन्छ। मम्मी मम्मी हेलो भनिदिनु। राम्रै भएको छ। मम्मी चाहिँ आप्पा चाहिँ माथि पर्खिराखेको छ, माम चाहिँ आएकै छैन। हामी चाहिँ हिँड्दै गरेको, माथि रोडसम्म चाहिँ जानुपर्छ नि त। बाटो चाहिँ हाम्रो चाहिँ यस्तो भएको छ। अहिले चाहिँ हामी आप्पा भएको जग्गामा पुग्यो है। माम चाहिँ आइपुग्नु भएको थिएन नि त। अन्त हामी चाहिँ एकछिन मामलाई पर्खिँदै भिडियो बनाउँदै थिएँ। ब्याकग्राउन्डमा चाहिँ पुरा म्युजिकहरू बजिरहेको थियो नि त। अनि कपिराइट लाग्छ भनेर चाहिँ भोइस कभर गरेको है। हामी चाहिँ हामी गाडीमा पनि चढ्यो। यहाँनिर चाहिँ अब नानीहरूलाई के दिने भनेर चाहिँ सल्लाह गर्दै थियो नि त। अन्त हामी चाहिँ यतिकैमा अलिअलि बाटोको भिडियोहरू बनाउँदै जाँदैछौँ है। यहाँ माम आप्पा मम्मी हुनुहुन्छ। अन्त हामी चाहिँ अलिक ढिलै भयो जानु, किनभने आन्टीहरू चाहिँ अगाडि नै पुगेर पनि पर्खिराख्नु भएको थियो। अन्त हामी पनि छिटो गयो है। अनि आन्टीहरू चाहिँ अगाडि पुगेर पनि हामीलाई पर्खिराख्नु भएको थियो नि त माथि घरमै गएर। अनि हामीलाई चाहिँ खासमा चाहिँ 11 बजीको इन्भिटेसन थियो है। हामी चाहिँ झन्डै घरबाट हिँड्दै 11 नै बजिसकेको थियो। अनि अब हामी चाहिँ पुगेर पनि गाडीबाट झर्दैछ है। भनेर चाहिँ मामहरू सबैजना आफ्नो आफ्नो झोलाहरू बोकेर हामी चाहिँ त्यहाँ पुगेर पनि चिया बिस्किटहरू खायो है। मिठो मिठो खानेकुराहरू दिनुभएको थियो। अनि यहाँनिर चाहिँ यो केकहरू काट्नु भएको थियो नि त। अनि त्यसमा हामी चाहिँ छिटो गएर अलिअलि भिडियोहरू गरेँ। गीतहरू बजिरहेको थियो र चाहिँ भोइस कभर गरेको है साथीहरू। अनि हेर्नुहोस् न, यहाँ बेबी बोय 2जना ट्विन्स है। कति राम्रो, कति हेल्दी रहेछ बेबीहरू पनि। मजाले नानीहरू पनि हेऱ्यो हामीले है। आप्पा र आमा चाहिँ उनीहरूकै हो बेबी बोयहरूको नि। अन्त हामी चाहिँ छिटो भिडियोहरू गरेर यताउता त्यस्तो राम्रो त गर्नु पाएन। अनि अचिपाहरू दिनुभएको थियो, त्योहरू पनि खायो है। सबैजनाले खायो कस्तो भयो भन्दै है। अनि चाहिँ हामी त्यो खाइसकेर चाहिँ एकछिन मामहरूकोमा, अहिले चाहिँ मामहरूको घरबाट फर्किँदैछ। यहाँ आन्टीहरू हुनुहुन्छ। आन्टी माम अङ्कल। हामी चाहिँ मामको घरबाट फर्केको। अब फेरि एकछिन माथि गएर चाहिँ हुन्छ। त्यो गुड्डुजियोमा हजुर तल हुनुहुन्छ मम्मी चाहिँ। आप्पा चाहिँ तलै फोटो खिच्नु हुँदै थियो, आउनु हुँदो रहेछ। आयो घोडाको यहाँनिर चाहिँ आप्पा मम्मी म जाँदैछ। मम्मीलाई चाहिँ राम्रै देखिरहेको छ। अहिले झन् राम्रै भएको छ। पानी लाउनु पर्दैन है। अब चाहिँ हामी फर्केको सबैजना यतानिर आन्टीहरुको गाडी
यहाँ हाम्रो म उपरबाट कराउँछु भेट्छ कि गाडी घुमाएर आउनुहुन्छ अरे उपरबाट कराउँछु ल निनु भन्छ ए मैले चाहिँ घर पनि आइसक्यो भर्खर है अनि आज चाहिँ फ्रेसहरू हुने मम्मीहरू पनि फ्रेस हुनुहुँदैछ अनि मजा आयो एकदम नानीहरू पनि हिँड्यो है मजा आयो अनि एउटा कुरा चाहिँ के भयो मसँग चाहिँ भनेर चाहिँ हेर्नुहोस् ल मेरो चाहिँ यो चाहिँ बिहाको हो है आज चाहिँ यस्तो भयो हेर्नुहोस् ल हेर्नुहोस् न साथीहरू यो चाहिँ मेरो बिहाको हो है मेरो हस्बेन्डले दिनुभएको थियो है र यो चाहिँ कसरी यो स्टोन चाहिँ झऱ्यो मलाई पनि थाहै भएन गाडीमा झरिरहेको रहेछ है कस्तो मन दुख्यो आजको भिडियो चाहिँ यस्तै थियो है तपाईँहरूलाई मन परेमा लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् होला अनि मेरो फेसबुक पेजमा पनि फलो गर्न चाहिँ नबिर्सिनुहोस् होला बाई बाई थ्याङ्क यू फर वाचिङ सी यू इन नेक्स्ट भिडियो